हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र आज चाहिँ म तपाईलाई टेलिग्रामको एसएमएस फी, भिसा कार्ड, मास्टर कार्डबाट डलर तिरेर कसरी हामीले एसएमएस फी प्रब्लम सल्भ गर्न सकिन्छ त्यसको बारेमा सिकाउन गइरहेछु। मैले यो भन्दा पहिला पनि 6 वटा टेलिग्राम एसएमएस फी सम्बन्धी भिडियो बनाइसकेको छु, जसमा चाहिँ मैले नयाँ सिम युज गरेर अथवा टेलिग्रामको ओल्ड भर्जन 2019 तिरको ओल्ड भर्जन डाउनलोड गरेर पनि त्यसबाट कसरी एकाउन्ट क्रिएट गर्ने त्यसको बारेमा सिकाएको छु। र धेरै जसोलाई अझै पनि प्रब्लम आएको हुनाले आज चाहिँ म तपाईलाई हामीले चाहिँ डलर तिरेर यानि कि भिसा कार्ड, मास्टर कार्ड वा अथवा तपाईले नेपाली डलर कार्डबाट हामीले एसएमएस फीको लागि डलर तिरेर कसरी एकाउन्ट बनाउन सकिन्छ त्यसको बारेमा सिकाउन गइरहेछु। र त्यसको लागि चाहिँ हामीले प्ले स्टोर ओपन गर्नुपर्ने हुनेछ। र ओपन गरिसकेर तपाईले सर्चमा गएर टेलिग्राम लेखेर तपाईले टेलिग्राम एप डाउनलोड गर्नु होला। र म चाहिँ ब्याक गरेर आफ्नो प्रोफाइलमा जान्छु र प्रोफाइलमा गएर पेमेन्ट एन्ड सब्सक्रिप्सनमा गएर भित्र पेमेन्ट मेथडमा क्लिक गर्छु। र पेमेन्ट मेथडमा क्लिक गरिसकेपछि आफ्नो भिसा कार्ड, मास्टर कार्ड वा डलर कार्ड जुन छ त्यो एड गर्न गइरहेछु। र तपाईले चाहिँ एड क्रेडिट अर डेबिट कार्डमा क्लिक गर्नु होला। र क्लिक गरिसकेर तपाईले आफ्नो भिसा कार्ड, मास्टर कार्ड वा डलर कार्डको इन्फर्मेसन तपाईले यहाँ भर्नु सक्नुहुनेछ। र मैले चाहिँ यहाँ आफ्नो इन्फर्मेसन भर्न गइरहेछु। तपाईले यहाँ हेर्दै गर्दा चाहिँ कालो खालको देखाउन सक्ला, किनकि यो चाहिँ फोनले अटोमेटिक हाइड गरिदिन्छ, किनकि यो भनेको चाहिँ आफ्नो ब्याङ्किङ डिटेल हो, त्यो चाहिँ देखाउनु मिल्दैन। त्यही भएर मेरो स्क्रिन चाहिँ ब्ल्याक देखिरहेछ। तपाईले आफ्नो इन्फर्मेसन भर्नु होला। र तपाईले पेमेन्ट मेथड हालिसकेपछि चाहिँ तपाईले यहाँ देख्न सक्नुहुनेछ हाम्रो भिसा कार्ड सेभ भइसकेको छ। र यसै गरी हाम्रो टेलिग्राम पनि डाउनलोड भइसकेको छ। म चाहिँ टेलिग्राम एपलाई ओपन गर्न गइरहेछु। र म चाहिँ ओपनमा क्लिक गर्छु। र क्लिक गरिसकेपछि स्टार्ट मेसेजिङ र यहाँ आएको केही कुराहरूलाई अलाउ गर्दै जान्छु। र यति भइसकेपछि तपाईले आफ्नो कन्ट्री र फोन नम्बर राख्नुपर्ने हुनेछ। जस्तै म यहाँ कन्ट्रीमा चाहिँ नेपाल लेखेर चुज गर्छु। र नेपाल लेखेर चुज गरिसकेपछि तल चाहिँ तपाईले आफ्नो फोन नम्बर राखिदिनु होला। जस्तै मलाई यहाँ आफ्नो फोन नम्बर राखिसकेँ र म यहाँ कन्टिन्यू क्लिक गरिदिन्छु। र के आएको पर्मिसन छ सबैलाई एलाउ गरिदिन्छु। एकछिन लोडिङ लिन्छ। लोडिङ लिइसकेपछि तपाईलाई जिमेल आइडी हाल्नु भन्छ। म चाहिँ यहाँ एउटा जिमेल आइडी हाल्न गइरहेछु। तपाईले पनि आफ्नो एउटा जिमेल आइडी हालिदिनु होला। र हालिदिसकेर तपाईले कन्टिन्यूमा क्लिक गरिदिनु होला। र कन्टिन्यूमा क्लिक गरिसकेपछि तपाईको जिमेलमा कोड आउँछ। तपाईले त्यो कोडलाई कपी गरेर यहाँ राखिदिनु होला। म चाहिँ मेरो आफ्नो जिमेलमा चेक गर्छु कोड आएको छ कि छैन। र आएको कोडलाई यहाँ पेस्ट गर्न गइरहेछु। र कोड हालिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुनेछ एसएमएस फी प्रब्लम भनेर देखाएको छ। र यो प्रब्लमलाई सल्भ गर्नको लागि चाहिँ तपाईले $1.25 तिर्नु भनिरहेछ। र हामीले चाहिँ आफ्नो भिसा कार्डबाट $1.25 तिर्न गइरहेछु। र तपाईले यहाँ देख्न सक्नुहुनेछ प्रोसेसिङ हुँदैछ। र प्रोसेसिङ हुँदैछ, तपाईले थोरै वेट गर्नु होला। र म यसलाई चाहिँ नो थ्याङ्क्स गरिदिन्छु। र तपाईले यहाँ देख्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुल भनिसकेको छ। र अब चाहिँ हाम्रो मोबाइल नम्बरमा कल आउँछ। हामीले चाहिँ त्यो कल उठाएर कम्प्युटरले भनेको कोडलाई यहाँ हाल्नुपर्ने हुनेछ। र कोड चाहिँ तपाईको कम्प्युटरले 2 चोटि मात्र भन्ने भएकोले तपाईले डट कपी लिएर तयारी रूपमा बस्नु होला। र कोड भन्ने बित्तिकै तपाईले आफ्नो कपीमा लेख्नु होला, किनकि कोड 2 चोटि मात्र भन्दैछ र त्यहाँदेखि तपाईको अटोमेटिक कल काटिन्छ। त्यसैले तपाईले कपी र पेन लिएर कोड चाहिँ टिपिराख्नु होला। र मेरो कल चाहिँ अर्को फोन यानि कि आइफोनमा आइराखेको छ। म चाहिँ तपाईलाई यो एन्ड्रोइड फोनबाट क्यामेरा अन गरेर तपाईलाई यहाँ देखा पनि दिनेछु। तपाईले यहाँ देख्न सक्नुहुन्छ बाहिरको नम्बरबाट कल आएको छ। र म यो कललाई चाहिँ उठाउँछु र स्पिकरमा राखेर कोड आएको म यहाँ सुन्नेछु। र यो कोड चाहिँ तपाईलाई 2 चोटि मात्र भन्दैछ कम्प्युटरले, त्यसैले तपाईले राम्रोसँग ध्यान दिएर सुन्नु होला। र 2 चोटि सुनिसकेपछि तपाईको यो फोन अटोमेटिक काटिनेछ। र म चाहिँ ब्याक गरेर अब टेलिग्राममा जान्छु। र टेलिग्राममा कम्प्युटरले भनेको कोड यहाँ हाल्नु गइरहेछु। र तपाईले यहाँ देख्न सक्नुहुनेछ हाम्रो टेलिग्राम एकाउन्ट बनिसकेको छ। र हामीले चाहिँ यहाँ फर्स्ट नेम र लास्ट नेम राख्नु भनिरहेछ। म चाहिँ यहाँ युट्युब च्यानल भनेर
नाम राख्न गइरहेछु। तपाईँले यहाँ देख्न सक्नुहुन्छ मैले युट्युब च्यानल भनेर नाम राखेर कन्टिन्यू गरिदिएँ र तपाईँले यहाँ देख्न सक्नुहुन्छ वेलकम टु टेलिग्राम भनिरहेछ। हाम्रो टेलिग्राम आइडी बनिसकेको छ र तपाईँले यसरी नै टेलिग्राम आइडी अथवा टेलिग्राम एकाउन्ट बनाउनु सक्नुहुनेछ यदि तपाईँकोमा SMS फी प्रब्लम देखाइरहेको छ भने। र यो चाहिँ हाम्रो टेलिग्राम प्रिमियम पनि भइरहेछ। हामीले 1 हप्ताको लागि $1.25 तिरेको छौँ। तपाईँले 1 हप्तासम्म प्रिमियम फिचर्सहरू चलाउनु पनि सक्नुहुनेछ। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने लाइक, सब्सक्राइब र छेउमा रहेको बेल आइकनलाई पनि अलमा दबाइदिनु होला।